उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठ न्यायाधीश वामदेव गेवालीले मिसइन्फर्मेसन र डिसइन्फर्मेसनबाट जोगिन अति आवश्यक देखिएको बताएका छन्। नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा उच्च अदालत बार नेपालगञ्ज र बाँके जिल्ला अदालत बार एसोसिएसनको सहकार्यमा आइतबार नेपालगञ्जमा आयोजित गरिएको कानून र पत्रकारिता अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै न्यायाधीश गेवालीले डिसइन्फर्मेसन र मिसइन्फर्मेसनले समाजलाई दिग्भ्रमित गर्ने भएकाले पत्रकारहरूले सजग भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्र ऋषि चौलागाईले पत्रकारलाई अदालती रिपोर्टिङ बारे ज्ञान हुन जरुरी रहेको बताएका थिए। नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले कानूनको बारेमा पत्रकारहरूको क्षमता बढाउन अभिमुखीकरण गरिएको बताएका थिए। उच्च अदालत बार नेपालगञ्जका अध्यक्ष चित्रबहादुर साईले अभिमुखीकरण कार्यक्रमले कानूनी रिपोर्टिङमा पत्रकारलाई सहजता हुने विश्वास व्यक्त गरे। कार्यक्रममा वरिष्ठ अधिवक्ता लोकबहादुर शाहले सञ्चारसँग सम्बन्धित प्रचलित कानूनहरू, अधिवक्ता बलबहादुर कार्कीले पत्रकार र कानूनी आधारभूत ज्ञान तथा अदालती रिपोर्टिङका बारेमा अधिवक्ता विकास आचार्यले सहजीकरण गरेका थिए। कार्यक्रममा उच्च अदालत बार नेपालगञ्जका सचिव गणेश प्रसाद शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज कुमार गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकाल, समाजवादी प्रेस संगठनका अध्यक्ष लोक शर्मा लगायत 4 दर्जन बढी पत्रकारहरूको सहभागिता रहेको थियो। प्रमुख अतिथि गेवालीले पानसमा बत्ती बालेर कार्यक्रमको सञ्चालन पत्रकार महासंघका सचिव कृष्ण ओलीले गरेका थिए।